लागिरहेछ बाजु एकदम फ्रेस भइरहेछ धेरै पछाडि घुम्न आउँदाखेरि लास्टै किनभने अहिले जाडो भइसकेको छ सोचे भन्दा धेरै दामी भइरहेछ मौसमहरु भइरहेछ हेलो गाइजहरु एकदम ल हेलो गाइजहरु हामी चाहिँ यस्तो दामी ठाउँमा जाँदै छौँ है तपाईहरु भिडियोलाई चाहिँ सुरुदेखि अन्त्यसम्म हेर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु लेट्स गो सबैजना अगाडि जाऊ न ए दामी देखिरहेछ त यार आमा अगाडि जाऊ न अगाडि माया तिम कुन ठाउँमा जाने रे रामधनमा यता हेरौँ है सबैजनाले अलिअलि यसो टक्कै पाडेर लिन्छु नि त आफुलाई सोच्छु नि त हैन ठिकै छ ल पेट चाहिँ ठुलो भयो अलि घटाउने ल यसपछि हाल्न पर्छ के राम्रोसँग सुन्ने छैन भाइ कस्तो फिल भइरहेछ दाइ दाइ तपाईलाई कति अब हैन तपाईलाई भन्छु म सर कस्तो भइरहेछ कस्तो भइरहेछ तर दामी सोचे भन्दा धेरै दामी भइरहेछ सोचे भन्दा साँच्चै धेरै अब मौसम पनि ठिक्क छ है अहिले मौसम पनि ठिक्क छ भाइ तिमीले बोलाएको छैन नि त कस्तो दामी हेर न दामी छ क्या सबले हेर्नुहोस् है आजको भ्यू चाहिँ बाबा रिगेट फिल हुँदैछ होला होइन रिगेट फिल हुँदैछ होला होइन छुट्टी ल्याऊ भन्दा पैसा लिन्छौ नि बाबा छुट्टी ल्याऊ भन्दा तिमीलाई पैसा लिँदैछौ नि रिगेट फिल हुँदैछ होला होइन यसरी घुम्नु नपाउँदा हेर हामी त यसरी घुम्यौँ हामी त यसरी घुमिसक्यो हामी कस्तो देखिरहेछ है खतरा देखिन्छ रमेश हेरौँ है हाम्रो ब्लग हुँदैछ जाडो चाहिँ खतरा बढिरहेको छ अलि जाडो छ पछाडिको भ्यू चाहिँ एकदम दामी बबाल छ है तपाईहरु सबैजना देख्न सक्नुहुन्छ एकदम फ्रेस भइरहेछ क्या माइन्ड फ्रेस भइरहेछ एकदम कस्तो लागिरहेछ बाजु एकदम फ्रेस भइरहेछ धेरै पछाडि घुम्न आउँदाखेरि लास्टै रमाइलो सरज रमाइलोको त पुरै छोड्दिउँ रिगेट हुँदैछ होला होइन केटाहरू तिमीहरूलाई रिगेट हुँदै होला है खाँदैन भाइ फोन ल्याउनु बिर्सेँ यार ल है ल अलि पछि बसौँ न हामी चाहिँ आज आमा सबै हाम्रो ग्याङहरू यो कुन ठाउँ रे सालमिया मरिना मल सालमियाको मरिना मलमा हामी आइरहेका छौँ मरिना मौसम पनि ठिक्क छ है अहिले मौसम पनि ठिक्क छ भाइ तिमीले बोलाएको छैन नि त कस्तो दामी हेर न दामी छ क्या सबले हेर्नुहोस् है आजको भ्यू चाहिँ बाबा रिगेट फिल हुँदैछ होला होइन रिगेट फिल हुँदैछ होला होइन छुट्टी ल्याऊ भन्दा पैसा लिन्छौ नि बाबा छुट्टी ल्याऊ भन्दा तिमीलाई पैसा लिँदैछौ नि रिगेट फिल हुँदैछ होला होइन यसरी घुम्नु नपाउँदा हेर हामी त यसरी घुम्यौँ हामी त यसरी घुमिसक्यो खतरा रहेछ नि ठाउँ त यता त यस्तो ठाउँतिर पो भिडियो बनाउनु पर्छ
हेलो गाइस सबलाई कस्तो भइरहेछ आजको घुमाइ आदै आज घुमाइ कस्तो भइरहेछ दामी आयो त यार कस्तो चिसो चिसो हेलो गाइस आजको घुमाइ चाहिँ यस्तै छ है अरू कुरो भन्दा नि म सञ्जीव भाइलाई चाहिँ म क्या जतिवटा भिडियोमा सञ्जीव भाइलाई चाहिँ टक्कै भएर हैन रिग्रेट भइरहेछ हैन सञ्जीव रिग्रेट भइरहेछ नि पैसा लिएर घुम्न आउनुपर्छ घरिघरि घुम्नलाई पैसा चाहिन्छ ल है गाइजहरु हामी चाहिँ फाइनली आज यो के भन्छ अरे यो यता आइरहेका छौँ अलि जाडो जाडो मौसमहरू छ अब त्यस्तै हो अब हामी आज घुम्न आइरहेका छौँ जाडो जाडो मौसम छ है सबैजना त्यस्तै हो अब आजको ब्लग होला भन्न चाहन्छु अलि जाडो जाडो मौसमहरू छ कता दामी छ ल जाउँ हामी उता जाँदैछु ल ब्लग बनाउँदै अलि उता दामी दामी ठाउँतिर जाँदैछौँ हो नि यार अलि एकै ठाउँमा नघुमाउन अलिक उता जाउँ सजेर ल है हामी जाँदैछौँ अलि मौसमहरू जाडो जाडो छ गाईहरू है सबैजनाले हेर्न सक्नुहुन्छ मौसमहरू अलि जाडो जाडो छ ल है हामी आफ्नै पारामा है हो त आमा बिगाएर पुरै यो आफ्नै पारामा छ यो ल है गाईजोर आज हामी चाहिँ फाइनल आइसकेको छौँ तपाईँहरू देख्न सक्नुहुन्छ टक्कबाट उता जाडो चाहिँ धेरै छ जाडो चाहिँ एकदम कडा जाडो छ अब तर पनि केही छैन हामी होइन जाडो भइरहेछ है यस्तो दामी भिडियोहरू छ सबैजना आफ्नै धर्म हुनुहुन्छ है त ए हाम्रो केटा जहाँ पाए त्यहाँ फोटो हानिरहेछ टक्कै फाडेर यो भाइरल पुल भनेको यही हो रे यो कुन ठाउँ रे फलो गर्दै जाने गाई जम्मैजनाले ओमको टपमा जाने फुत्ता हेड गर्ने एकैचोटि फलो गरेर है अब हाम्रो चाहिँ फाइनल्ली खाना पनि हुँदैछ ल चिकन रिच स्पाइसी डिलक्स ए खाना त आएको खानु परेन किस